हामीले छुर्पीको लागि 500 लिटर दुधलाई तताउन सुरु गर्यौं। दुध चाहिँ तातेर रेडी भइसकेको छ। दुध तातिसकेपछि हामीले छुर्पीको लागि क्रिम काट्न भनेर दुधलाई तान्यौं। दुध तानिसकेपछि बिस्तारै क्रिम काट्नलाई सुरु गर्यौं। 500 लिटर दुधलाई क्रिम काटिसकेपछि हामीले क्रिम काटेको दुधलाई फटाएर छेनालाई पकाउन राख्यौं। छुर्पीको लागि छेना पाक्दैछ। छुर्पीको लागि छेना पाकुन्जेली छुर्पीको लागि उपयुक्त हुने जुटको रुमाल काट्नलाई सुरु गर्यौं। जुटको रुमाल काटिसकेपछि हामीले यसलाई मनतातो पानीमा राख्यौं ताकि यो नरम होस् भनेर। छुर्पीको लागि छेना पाकेर रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ छेना रेडी भएको छ र यसलाई हामीले बिस्तारै छुर्पी लगाउन सुरु गर्यौं। हामीले अघि काटेर राखेको जुटको रुमालमाथि छेनालाई राख्यौं र रुमाललाई हामीले चारैपट्टिबाट राम्रोसँग फोल्ड गर्यौं। रुमाल चारैपट्टिबाट फोल्ड भइसकेपछि हामीले यसलाई छुर्पीको डाइमाथि राख्यौं र माथिबाट सानो प्लाईले थिचिदियौं। छुर्पी नबिग्रियोस् भनेर हामीले हाइड्रोलिक जगको सहायताले छुर्पीलाई राम्रोसँग थिच्यौं। छुर्पी थिचिसकेपछि हामीले यसलाई 15-16 घण्टा जति यतिकै छाडिदियौं र 16 घण्टापछि हाम्रो छुर्पी चाहिँ बनेर रेडी भइसकेको छ। र छुर्पीलाई हामीले बजारको आवश्यकता अनुसार कटिङ गर्नलाई सुरु गर्यौं। छुर्पी कटिङ गरिसकेपछि हामीले यसलाई राम्रोसँग हावा लाग्ने गरी सुकायौं। हाम्रो छुर्पी चाहिँ बनेर रेडी भइसकेको छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नभुल्नु होला।